आमा नआत्तिनुस् है। यत्रो समय त पर्खिनु भयो। अब थोरै धैर्य राख्नुहोस् है। म नआत्तिएको होइन, बस हाम्रो समय अलि सुस्त चलिरहेको छ। जति तपाईँलाई मेरो भोलिको चिन्ता छ, त्योभन्दा कयौँ गुणा ज्यादा मलाई तपाईँको आजको चिन्ता छ। फरक यति हो, मलाई देखाउन आउँदैन वा भनौँ मैले कहिल्यै देखाउन सकिनँ। मलाई थाहा छ नि, यो रिसाउँछ झगडा गर्छ भनेर आफन्तले वचन लगाउँदा मलाई नभनेको कुरा। टाढा थिएँ, सुन्न सकिनँ होला, तर व्यापारले छर्लङ्ग देखेको छु आमा। मलाई थाहा छ तपाईँले धेरै दुःख गर्नुभएको छ, पीडा सहनु भएको छ जिन्दगीमा। समय आओस् न मात्र, पुरानो कपडालाई जस्तै तपाईँको दुःखलाई पनि सर्लक्कै सुखले फेर्न मन छ। शत्रुको नजर पनि नपर्ने गरी हाम्रो जिन्दगीलाई ठुलो पर्खालले घेर्ने मन छ। सधैँ दुःख लुकाई बाँच्ने गरेकी मेरी आमालाई एकपल्ट, बस एकपल्ट जिन्दगीमा खुसीले हाँसेको हेर्न मन छ आमा।